हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। आयो संसारमै हुन्छ ल र हामी पनि संसारमै छौँ होइन। आज हामी चाहिँ टुर जाने भनेको घलेका होइन। हामी चाहिँ हाम्रो साथीहरू चाहिँ यहाँ ब्यानर बानिरहेका छन्, देख्न सक्नुहुन्छ। अब बान्दे अरे भाइलाई भिडियो लाउ त, तिमी भिडियो गरिदेऊ ल। Tukun dia air apa? Marah. गाइज कस्तो लागेछ तिमीलाई? एकदम बल भइरहेछ। सबै रमाइलो हुने आज रमाइलो हुन्छ गाइजहरू। तपाईँहरू सबैजना मिलेर हेरिदिनु पर्यो होइन। सब्सक्राइब जे गर्नु भएन सबले मिलेर ड्याम डुममा गरेर लागेर ठोकिदिनु पर्यो होइन। हाम्रो अर्को साथी पनि आइपुगिसकेका छन्। कस्तो लागेको तिमीलाई? एकदम रमाइलो लाग्छ। खुसी छौ नि? हेलो कोही लाइक कमेन्ट कोही नगरिदिनु होला है। हामी चाहिँ हेलिकप्टरमा जाँदैछौँ होइन। के हाँस्यो त? तँलाई भाइरल गराइदिउँ हाँस। के हाँस्यो? तपाईँले नि भाषण नरमाइलो नि भाषण के भन्नु। पहिला आउने बित्तिकै गाडी चाहिँ गाडीको टायर गयो होइन। अनि त्यसपछि ताजा किलामा गाडीको टायर चेन्ज गरेर अनि फेरि खाजासाजा खाएर अगाडि बढिसकेपछि फेरि ग्यारेजमा आएर अनि फेरि ग्यारेजमा आएर के यसको गाडीको होइन गाइड गरेर होइन बिगाडेको चाहिँ यस्तै हो है। मोर्ने मुर्तु त मोर्ने पढ्नु पर्यो। तपाईँ देख्न सक्नुहुन्छ के भन्दैछ भन्दाखेरि होइन, यो चाहिँ पुल बन्दैछ गाइज। मलाई थाहा छैन, जब थाहा भयो भने पुल नै हो। देख्न सक्नुहुन्छ डजरले भनिरहेछ है, देख्न सक्नुहुन्छ है तपाईँ। राम्रै छ जे भयो भने। अब के भन्ने, अब हामी चाहिँ होइन पुग्न चाहिँ पुग्दैनौँ होइन। आज हामी चाहिँ होइन अलपत्र अवस्थामा छौँ। हामी चाहिँ अलपत्रैमा छौँ क्या। अब भन्दा पनि अब कति बेला पुग्छ केही थाहा छैन। कति बेला पुग्छ केही थाहा छैन क्या। थाहा नै छैन कति बेला, केही थाहा छैन। एउटा के भयो भने फर्स्टमा चाहिँ के भयो भने गाडी ढिला आयो। गाडी ढिला आएपछि हामीले सामानहरू लोड गर्न कति 10 मिनट जति लाग्यो। त्यसपछि टायर पनि बिग्रियो क्या। बिग्रेपछि धेरै नै कति टाइम, अहिले टाइम कति भइसक्यो? 9:30 भइसक्यो। 9:30मा चाहिँ हामी भर्खर हामी कति 3 घन्टा भइसक्यो। 3 घन्टामा हामी भर्खर आधा बाटो पनि आएको छैनौँ क्या। लास्टै छ क्या। एउटा कुरा के भन्छ भने मेरो मुड फ्रेस छैन, टाउको दुखिरहेको छ। अनि सब्सक्राइब पनि गर्नुहुन्छ। रमाइलो गर्ने रमाइलो नि हुन्छ भने त तपाईँ देख्न सक्नुहुन्छ होइन। तपाईँ यो फुल भिडियो हेर्नुभयो भने तपाईँले एकदम हामी गएर घलेको पनि देखाउन सक्यो तपाईँले। एकदम फुल भिडियो सर्टमा होइन, पुरा सर्ट भिडियोमा के अरे पुरा बोलेको देख्न सक्नुहुन्छ होइन। किन पक्का पक्का ये मेरा है ना। और मैं कुछ नहीं कर सकता। क्या बोलूं अपने इंडिया खाने भाई बोले मुझे हाथ
च्याउ भन्दा नि गाह्रो लाग्छ हिन्दी बोल्नु मजा लाग्छ कि दाइ भाइहरूसँग हिन्दी बोल्यो जतिखेर नि हिन्दी मात्रै आउँछ मुखमा के हो आप देख सकते हैं ये लोग इसी में मजा कर रहा है ये लोग इसी में मजा कर रहा है देख लो अब ठीक है भाई आगे जाके आप लोग से आगे जाके पूरा करते हैं ठीक है आवाज आएको छैन होला तपाईँहरूले सुन्नुपर्छ होइन अब हामी चाहिँ चोटो लगाएर यता आइपुगिसकेका छौँ देख्न सक्नुहुन्छ यस्तो बवाल छ हाम्रो साथी चाहिँ होइन यस्तो बवालसँग सुतेर आएको छ अब हामी चाहिँ यस्तो पारामा आएका छौँ होइन सब यता छ गाइजहरू बसले चाहिँ लास्टै हल्लाएको छ होइन बाटो एकदम कच्ची छ क्या गाइज होइन म चाहिँ के अब यता देख्न सक्नुहुन्छ अब हामी चाहिँ यहाँ सहर डान्स गर्दै हुनुहुन्छ देख्न सक्नुहुन्छ अब हामी चाहिँ होइन अब हामी चाहिँ चोटो लगाएर अब डान्स गर्ने डान्स बोल नगर्ने हामी चाहिँ भर्खर पालुङटार आइपुगिसकेको छौँ देख्न सक्नुहुन्छ यहाँ पालुङटारको बोर्ड छ होइन अनि त्यसपछि यता चाहिँ हाम्रो खोलाहरू छ देख्न सक्नुहुन्छ अलि रमाइला देखेका छन् देख्न सक्नुहुन्छ यहाँ चाहिँ एउटा झोलुङ्गे पुल पनि रहेछ होइन लगाइदिनु अब हामीले जस्तोलाई यता घलेको आइपुगिसकेका छौँ होइन यता देख्न सक्नुहुन्छ हाम्रो चाहिँ यहाँ खानाहरू पाक्दैछ देख्न सक्नुहुन्छ बस्दै त छ होइन हाम्रो सरले चाहिँ दाउरा लिएर हुनुहुन्छ हाम्रो साथीहरू यता हुनुहुन्छ हिमाल चाहिँ दामी देखेको छ यता तर यहाँ अलि यहाँबाट भन्दा अलि अगाडिबाट राम्रो देखेको छ अब हामी चाहिँ अगाडि गएर अनि त्यसपछि तपाईँहरूले देखाउँछौँ यहाँ एउटा पार्क रहेछ होइन देख्न सक्नुहुन्छ अलि हेर्दै जाँदैछौँ हिमाल हेर्न जाँदैछौँ होइन अब यताको अवस्था त यस्तो रहेछ देख्न सक्नुहुन्छ पुरै भाँच्चाएको छ होइन लास्टै गर्मी छ भने जाडो छ भने ज्याकेट लिएर आएको तर जाडो चाहिँ रहेन रहेछ अहिले चाहिँ त्यति छैन रमाइलो छ देख्न सक्नुहुन्छ माथि डाँडातिर आइपुगिसकेको छौँ देख्न सक्नुहुन्छ यहाँ यो ग्राउन्ड भयो अनि त्यसपछि यो गाउँ भयो भले गाउँ अनि त्यसपछि यता फोटोहरू खिच्न आउनुभएको छ र यहाँ हिमाल दामी देखेको छ देख्न सक्नुहुन्छ नमानी अरे
लास्टसम्म हेरिदिनु भएकोमा धन्यवाद भन्दै आजको भ्लग यहीँ टुङ्गाउँछु। हस्त जानु बज्जै नेपाल।